त्यो 2 दिनको अथवा 3 दिनको दुःख चाहे 100 वर्ष किन नहोला, जिन्दगी भनेको दुःखै हो, ठिक हो, तर खुसी ठिक छैन। त्यो 2 दिनमा मर्न पनि सक्छ, 3 दिनमा त्यो जान पनि सक्छ, जता जा सिद्धियो। दुःख भनेको 100 दिन छ भने 100 दिन त्यसले कति हन्डर खान्छ, कति त्यसको टेन्डर खराब हुन्छ, अनि बल्ल त्यसले चाहिँ सुखमय भनेको जो खुसीको दिन र हरेक चिजलाई त्यसले अजमाउने हो के। अनि त्यसको जीवनमा जो रेगुलर एउटा हुन्छ, एउटा लय रेगुलर, यो पनि जबेरी शब्द। रेगुलर भनेको सधैँ भइरहने, सधैँ भइरह्यो, 15 दिनमा खतम भयो, हप्ता दिनमा खतम भयो। जो लैला कुरो भन्ने त्यो जिन्दगी जहिलेसम्म छ त्यो दिनसम्म खतम हुँदैन। यो पनि इङ्ग्लिस छ नि फेरि, लय रेगुलर, यो पनि छ। अनि त्यही भएर बरु दुःख नै ठिक हो, सुख ठिक होइन क्या। सुख भनेको चाहिँ 2 दिनको लागि हो, 4 दिनको लागि। दुःख भनेको जिन्दगीभरिको लागि हो। बरु त्यही दुःख नै जिन्दगी हो भनेर मैले सोध्छु। किन म 12-13को उमेरदेखि, मैले 10-12को उमेरदेखि म काम गर्थेँ मेरो घरमा। मैले अहिलेसम्म काम गर्दैछु। दिनभरिमा मैले लगभग 5 किलोको घन चलाएँ भने बेलुकासम्ममा 8 घन्टा 12 घन्टा चलाउँछु। 8 घन्टा 12 घन्टामा 1000-1200 कमाउन सक्छ। तर मैले त्यत्रो घन हान्दा मेरो पाखुरा कति दुख्छ, हात कति दुख्छ, तेरो हात पाखुरा दुख्यो भनेर कसैले सोध्छ र? कसैले सोध्दैन। अनि त्यही भएर मेरै जिन्दगी ठिक छ क्या। अघि नै मैले सायरीमा रोइदिने कोही छैन, म मरे पनि भनेर भने नि। यहाँ त बरु पैसा क्यास आयो भने ल्या भनेर मात्र खानेवाला मात्र छन्। यी खानेको चक्करमा किन पढ्नेमा? त्यही भएर टेन्सन भएर ढलेको अब उठाउँ क्या हो। अब फ्री भयो कन्डिसन।